Hello, so guys, welcome back to my YouTube channel. विजय दशमी तथा दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आजको भिडियो बिहानै पखबाट सुरुवात गर्दैछु। गाउँमा आएदेखि भिडियो बनाउन पाएको छैन, भिडियो बनाएको पनि छैन हैन। म चाहिँ आज पहिलोचोटि भिडियो बनाउँदैछु गाउँमा आएर, आफ्नै घरमा आएर हैन। यो चाहिँ मेरो घरको पछाडि यो देख्न सक्नुहुन्छ, यो घरको यहाँ त पछाडि चाहिँ खाना पकाउने ठाउँ हो, किचन भनौँ न। त्यहाँ बसेर चाहिँ म भिडियो बनाइरहेको छु। दसैँको टिका दिन हो, सो खैर के छैन, आज चाहिँ हाम्रो टिका छैन हैन। टिका नभए पनि निधार खाली भए पनि मन चाहिँ खाली छैन हैन। एकदम मन चाहिँ खुसी छ हैन, एकदम ह्याप्पी छ। हामी चाहिँ पुरा सबै फ्यामिली परिवारै भेला भएर चाहिँ पुरै कस्तो के भन्छ रे, खाने मिठा परिकारहरू, मिठो मसिनो खानेकुराहरू भइरहेको छ हैन। दुःख सुखका कुराहरू गर्ने यताउता। साँझतिर चाहिँ हाम्रो दिदीहरू पनि आउनुहुन्छ, भान्जा भान्जी सबै आउनुहुन्छ हैन। अहिले चाहिँ हाम्रो घरमा जति छौँ त्यति मात्रै छौँ यहाँ। हो पछाडि देखिरहेको चाहिँ हाम्रो माइली भाउजू चाहिँ हाम्रो किचन कुकम्यान। हामी चाहिँ धेरै भैँसी मासु खान्छौँ हैन। जस्तै अब राङ्गा मासु बढी खाने, अनि उहाँ चाहिँ खानुहुन्न, टाउको दुख्छ अरे। सो त्यही हो हैन। अब चाहिँ त्यही हो, 2082 सालको विजयादशमी तथा दीपावलीको हार्दिक मङ्गलमय शुभकामना फेरि पनि दिन चाहन्छु। सो अब चाहिँ हामी भिडियोतर्फ लागौँ, अरू भिडियोतर्फ लागौँ। के हुन्छ कसो हुन्छ टक्क मेरो बुवाहरूले देखाउँछु म हैन। सो अब के हुन्छ त्यो भिडियोतर्फ लागौँ है त साथीहरू। गाउँको मौसम त यस्तो छ साथीहरू हैन। आजभोलि चाहिँ टक्क हिजो अस्ति 2-3 दिन भयो हैन, 2-3 दिनदेखि पानी पर्ला जस्तो गरिरहेको छ। पानी परेको चाहिँ छैन, अनि यस्तो कुहिरो लागिरहेको छ। यो देखिरहेको यो गाउँ चाहिँ ठुलो नम्जा, यो चाहिँ सानो नम्जा, अनि यो चाहिँ हाम्रो घर बुजिङ भन्छ हैन। यो चाहिँ हाम्रो घर, हाम्रो बा पनि आइसकेछन् पारि। आकाशको स्काई भ्यू पनि दामी देखिरहेको छ आज, हेर्नुहोस् बबाल देखिरहेको छ। यहाँ चाहिँ तरकारी बारीहरू रहेछ, तरकारी बारीहरू छ हैन। चाहिँ हाम्रो भाउजूले चाहिँ बन्दाको फुलकोपीको बिरुवा राखेर चाहिँ बेच्ने कार्यक्रम गर्नुहुने रहेछ, बेच्नुहुने रहेछ। अलिअलि पैसा कमाउनुहुन्छ अरे। अझै हाम्रो फाडर बुवा, हाम्रो बा, के छ बा हाल खबर? भन्नु न यहाँ। बाले चाहिँ त्यो काट्ने होइन के रे, कुखुरा काट्ने होइन, भाले काट्ने हो। भाले काट्ने पानी तटाएको पानी नि, अनि 2-4वटा भाले काट्ने, एक डेप्ची तटाउनु भएको छैन। ल ल यहाँ बाजुको कुरा सुन्नु है, भन्नु न। सबै लाज मान्छन् यहाँ हैन हाम्रो घरका चाहिँ। म मात्रै होला लाज नमान्ने भिडियोमा देखिने भनेको। अनि के छ त बाहरू हाल खबर? बा बोल्नु न यार, केही बोल्दैनन्। के गर्ने अब, भाले काटेर बनाउने, मासु पकाउने, खाने, तेरो दाइ बाउजूले माइत पठाउने। तैँले बिहे गरेर छिटो माइती जाने भन्दाखेरि मान्दिनँ। अरू के सोचिन्छ? सुन्नुभयो गाइजहरू होइन, मैले पनि बिहे गरेको यसरी माइत जान्थेँ, म यसरी माइत पठाउँथेँ म भन्नुहुन्छ। के गर्ने, यस्तै चाहिँ बिहे गर्दैन, कोही केटीले पट्याएनन् जस्तो छ। ए भित्र के भयो, पानी परेछ कि हो। सो मैले चाहिँ पानी
भरेको पनि थाहा पाइनँ होइन। भित्र कुरा गर्दा गर्दै पानी भरिएछ गाग्रीमा। अनि बुवा गुरेर जानुभयो। मेरो होम टुर गराउँछु म तपाईँहरूलाई होइन। यहाँ चाहिँ ऐना छ होइन। यो चाहिँ घर भइहाल्यो। यो चाहिँ भाडा राख्ने ठाउँहरू। पानी पोखिएछ यही होइन। भिडियो बनाउँदै पानी पोखिएको थिएँ भएन। बाउले नि भिडियोमा बोल्नु न भनेर लगाइहालेँ। अनि पानी भरेछ भित्र थाहै भएन। तपाईँ यहाँ चाहिँ तामाको काँक्रीमा पानी छ। भाडा राख्ने ऱ्याक भइहाल्यो यो चाहिँ। यही हो घर चाहिँ। कपडाहरू छ यहाँ। यहाँ चाहिँ हाम्रो पितृ कुल देवताहरू भन्छन् के हो त्यो राख्छन् रे। सुकुटी यहाँ छ। सुकेर यस्तो चाउरी परिसकेको छ सुकुटी। लाइट बोलेन यार सुकुटीमा। सुकुटी पनि अलि लाइट रुममा लाइट नभएको कारणले त्यति देखिएन। यहाँबाट चाहिँ सिधा सिडी चढेर टक 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 गरेर माथि हाम्रो उपल्लो तल जाने हो होइन। उपल्लो तल माथि बहिनीहरू सुट्छ। म चाहिँ यही हो। अनि यो चाहिँ हाम्रो अब भाले काट्ने हो होइन। भाले काटेर खाने। अनि भाले काटेर खानको लागि यसरी पानी तताइएको छ। नुहाउनलाई पनि होला एउटा उ गरेको यति टाटाको ल। भाले पनि काट्ने छ। भाले पनि काट्ने हो। अनि प्लस नुहाउने पनि रे होइन। भालेले पनि मान्छेले पनि हुन्छ यो पानी। चिसो छ अलिकति। अनि त्यो भएर पानी तताएर नुहाउने रे। यस्तै छ गाइजहरू गाउँघरको परिवेश। हाम्रो गाउँठाउँ यस्तै हो। सो अब हामी पछि फेरि नेक्स्ट भिडियोमा मिल्नेछौँ। ता नभनौँ होला। पछि फेरि हामी भेट हुन्छौँ होइन। अहिले पनि यति। अब पछि भाले काट्ने बेला पनि देखाउने बरु होइन अलिअलि। भाले काटेर खाने कुराकानी भइसक्यो होइन। भालेको अघि पानी तताएको त देख्नुभयो होला होइन। यो पनि टक्कै भाले बुवाले भाले लिएर आउनुभएको छ होइन। घरकै हो यो। लोकल भाले हो कि हो क्रस ब्रिड हो। जे भने यो लोकल प्रजातिकै हो होइन। भाले कति किलो छ? 3 किलो कि 2 किलो? 3.5 किलो। 3.5 किलो छ भन्नुहुन्छ होइन। भाले चाहिँ देख्नले सानो सानो छ। 3.5 किलो छ अरे। टक्क लाएर यो चाहिँ अब काट्ने हो खाने होइन। दसैँ हो नि त। अब राङ्गा मासु लिएको सकियो। खसी मासु लिएको सकियो। अब अनि बचेको यही हो भाले। यो पनि काटेर खानुपर्छ भनेर चाहिँ भन्नुभयो। अरू पनि छ भाले तन्नै छ। अहिले देखाउँछु होइन। अहिले चाहिँ हामी यो काटेर खाने भाले चाहिँ यही हो। यो चाहिँ भाले बुवाले भाले समातेर ल्याउनु भएछ। यहाँ भाले काट्ने चाहिँ हाम्रो बुवा नै हुनुहुन्छ। अहिले बुवाले नै काट्नुहुन्छ। यस्तै भाले कतिवटा छन् बा भनिदिनु पर्यो। 18वटा भाले छन् रे होइन। हो त्यहाँ चाहिँ अब भात पाकिरहेछ। भाउजूले भात पकाउनुहुन्छ। अनि चत्तलार भात मासु खाने हो। भालेको मासु अहिले फेरि साँझ पनि काटिन्छ होला। यो त अहिले खाइसकिहाल्छ मामले। पछि अहिले साँझ दिदीहरू आउनुहुन्छ। भान्जा आउँछन्। अनि तिनीहरूलाई पनि काट्नुपर्छ फेरि त्यति बेला पनि। अनि भान्जाहरूले फेरि मामा घर जाने हो भालेको मासु खाने हो भन्ने आउँछन् होला। अनि भाले त काट्नै पर्यो होइन। बिचरा के अरे अब एक अर्कामा निर्भर छौ गाँठे सबै। अब यसले पनि बाँच्न मन त थियो होला। अब तर के गर्नु खैर केही छैन। यसको यति नै रहेछ यसको आयु। त्यहाँ चाहिँ भात पाकिरहेछ। हाम्रो चाहिँ यो हाम्रो घरको प्रधानमन्त्री। हाम्रो घरको प्रधानमन्त्री उहाँ नै हो होइन। हाम्रो घरको प्रधानमन्त्री है। अनि हाम्रो घरको प्रधानमन्त्री हाम्रो घरको गृहमन्त्री चाहिँ हाम्रो माइली भाउजू।
हाम्रो घरको अर्थमन्त्री चाहिँ हाम्रो माइल दाइ हो। हाम्रो घरको कान्छी सांसद फेरि यहाँ छिन्। ए यता हेर उही हाम्रो घरको कान्छी सांसद गृहमन्त्री उहाँ नै हो फेरि ऊ गृहमन्त्री होइन। अब अर्को हाम्रो उहाँ हुनुहुन्छ के भन्छ अरे यो कृषि मन्त्री उहाँ हुनुहुन्छ होइन हाम्रो कृषि मन्त्री हाम्रो कान्छी सांसद घरको यता हेर हाम्रो घरको कान्छी सांसदले भर्खरै नुहाएको अवस्था छ होइन। सो अब हामी यो भाले चाहिँ पछि देखाउनेछौँ। अब देखाइसकिहाल्यो जति देखाउनु थियो अब काटेर खाने हो होइन। अब काटेको के देखाउनु मासु चाहिँ देखाउँला अहिले। सो गाइस हेर्न सक्नुहुन्छ होइन मेरो दाइले चाहिँ मासु काट्न लाग्नु भएको छ। दाइले त आछु गरेर मासुमा सिकाउनु बाउलानी ओलिस अब चाहिँ मासु काट्ने यस्तै हो। गाउँघरतिर लोकल भाले काटेर लगाएको यहाँ मासु काट्नै दिने एउटाले फेरि हाम्रो घरको कान्छी सांसद ज्यूले उहाँ चाहिँ अलिक खराउ हुनुहुन्छ नि त। यो चाहिँ खुट्टा अहिले मैले खाने अहिले भन्न केही नबोलेर पनि जे यार भिडियो बनाउँछ यार के बोल्दैन। यो चाहिँ बुवाले काट्नु भयो होइन बुहारी के भने बाले काटे होइन। सो गाइस हेर्न सक्नुहुन्छ होइन स्पेसल्ली दसैँको दिन भर्खर उठ्नु भएको छ हाम्रो के अरे लोकेन्द्र माझी हाम्रो घरको अर्थमन्त्री। अहिले जुम गरेर मासु देखाएको मासु कुखुराको मासु खाने भए आउनुहोस् भइगा के काय सार्छु के हो अहिले मोबाइल थुन आउने मोबाइल उठाउन आउने अलिक भिडियो देखेर भिडियो बनाउँदै नाता पारे हो कि अङ्कलले फोन गर्न लाग्नु भयो आन्टीसँग म नि हड्डी खान्छु म नि खुट्टा खान्छु म खान्छु खुट्टा म खान्छु खुट्टा अब खाऊ न तिमी खुट्टा खाऊ ल खाऊ र खुट्टा यसरी फटाफट खान्छ न मैदान मैदानजी। सो गाइज आजको भिडियो यति नै थियो। अब भने हामी नेक्स्ट भिडियोमा मिल्नेछौँ भन्दै आजको भिडियोबाट बिदा हुन्छौँ। बाइ बाइ।